र आजको दिन अनि मौसम भन्नुपर्दा एकदम बवाल र हेवन छ र हामी छौँ अहिले हामी रिनोक्स जेनोसेफ स्कुलमा र आज कहाँ जानु आँटेको भन्दाखेरि विशेष तपाईँलाई याद भएको कुरा आज हाम्रो फादर सुखदेनलाई पुर्याउनु हामी जाँदैछौँ जेभियर्स पाक्यौँ र यहाँ छ फादरको गाडी र यहाँ फादर एलेक्सको यहाँ म लाने गाडी इमान सर सन्देशको र च्याङसिङबाट आएको चर्चबाट आएको गाडी र यहाँ माथि पनि एउटा गाडी छ र साथैमा अर्को गाडी रिनक 4 फाटकमा छ र अब हामी यहाँबाट निस्किन लाग्यौँ र यो भिडियो लास्टसम्म हेर्नुहोस्। सोच्नुहोस् है फेरि अलि जग्गा छैन भने हामी चाहिँ जाँदैछ फादरलाई पुर्याउनु। यता दादाले चाहिँ अब हामी जाँदैछ पुग्न आँट्यो। यता सावन दादाले चाहिँ गाडी कुदाउनु हुँदैछ हाम्रो दादाले। यहाँ क्याट्रिन मिस यहाँ भाइ अन्त यहाँनिर स्यारोन मिस हुनुहुन्छ। अब पुगेर भेटौँ है गाइस। तपाईँको फोनमा दामी आयो। आइपुग्यौँ पाक्यौँ पाक्यौँ एकदम मजा आयो बाइकमा मजा आयो। बड़ाई जिसु बड़ाई यतामा हुन्छ फादर फादर यो चाहिँ जेभियर्सको है जेभियर्समा भएको मृग राखेको हेर्नु यो चाहिँ पाल्नु भएको रहेछ नि त मृग हो। लुट्यो रहेछ
कल गरिहाल्यो लुतेछ भन्दै केटाहरूले चाहिँ गिसोबाट आउनुहोस् है कस्तो 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 रुने रुने कस्तो छ यहाँ हेर मजा छ म जान्छु नि पुग्छ ल मिस हालैमा भन्नुपर्दा पाक्किम बजार यहाँ यो देखिने पाक्किम बजार यो चाहिँ एयरपोर्ट तर के कारणले बन्द छ केही याद भएन मलाई है त्यति आइडिया भएन बन्द छ भनेको चाहिँ सुनेको थिएँ यहाँ अहिले कुनै पनि यो एयरपोर्ट बन्द भएकोले गर्दाखेरि यो सायदै पहिरो चलेकोले हुनसक्छ चल्दैन अरे यहाँ क्या यहाँ चाहिँ जलेको रहेछ हो र त अब चाहिँ हाम्रो गाडीहरू प्रायः जस्तो यहाँ मुनिबाट निस्किँदैछ र अब चाहिँ हामी यहाँबाट लाग्दैछौँ है सबै बिदावारी मागेर यहाँबाट निस्किँदैछौँ है र यहाँदेखि उपरान्त भिडियोमा हेर्दै गर्नुहोस् कस्तो हुँदैछ सबैजना एकदम दामी छ है मजै छ यहाँ छौँ सबैजना हो अब चाहिँ हामी लाग्ने हो नि त है अब जानुपर्छ रिनक फेरि है र विशेष गरी यो चाहिँ अन्तिम हाम्रो फोटो फादरको यहाँ फादर चाहिँ एकदम बासुलकोमाको कोटपट्टि लाग्नुभयो यो चाहिँ उहाँलाई अन्तिम क्लिप हो उहाँको है त प्रतीक्षामा चाहिँ मैले भन्दैछु म धेरै प्रतीक्षामा चाहिँ तपाईँको ल ह्यान्डसम मान्छेलाई चाहिँ प्रतीक्षामा छ है मेना अहिले आउनु हुँदैछ हुन्छ अब त सानोतिनो दोकानै उठाउनु भएछ त दोकानै उठाउनु भएछ मिसहरूले हामी चाहिँ आइपुग्यौँ अब हाम्रो एटिएमको त्यहाँ छोडेर जाँदैछौँ